नेपाली वर्ष विक्रम सम्वत 2081 नेपाली फिल्म इन्डस्ट्रीको लागि स्वर्णमय हुन पुग्यो। यो साल 50 भन्दा धेरै नेपाली फिल्महरू प्रदर्शनमा आए, जसमध्ये नेपालको हाइएस्ट क्रसिङ फिल्म पुनः बाटोको सारङ्गी पनि यसै साल प्रदर्शन भएको थियो, जसले क्रस कलेक्सन 70 करोड भन्दा माथि गरेको थियो। प्रख्यात फिल्म फेस्टिभलहरू बर्लिन फिल्म फेस्टिभल, लुकार्नो फिल्म फेस्टिभल, मुम्बई फिल्म फेस्टिभलमा नोमिनेट भएको मिनबहादुर फाम डिरेक्टोरियल चलचित्र साम्बाला पनि यही वर्ष प्रदर्शनमा आएको थियो। टोरोन्टो इन्टरनेसनल फेस्टिभल, फुसान इन्टरनेसनल फिल्म फेस्टिभल, कियोमामी फिल्म फेस्टिभलमा स्क्रिनिङ र फिचर भएको नवीन सुब्बाद्वारा निर्देशित फिल्म गाउँ आएको बाटो पनि यसै साल प्रदर्शनमा आएको थियो। 21औं भेनिस फिल्म फेस्टिभलको ओइजोन्टी सेक्सनमा छनौट भएर फिल्म पूजा सर, जुन सुरुमा राजागण शीर्षकमा थियो, यही वर्ष रिलिज भएको थियो। साथै यस फिल्मले बुसान फिल्म फेस्टिभलमा अ विन्डो अन एसियन सिनेमा सेक्सनका लागि छनौट पनि भएको थियो। आजभन्दा ठिक 74 साल अगाडि विक्रम सम्वत 2007मा सङ्ग राठीले निर्देशन गर्नुभएको टिपी चौरासिया र एसपी मुखर्जीले निर्माण गरेको पहिलो नेपाली भाष्य फिल्म हरिश्चन्द्र दार्जिलिङ इन्डियामा प्रदर्शन गरिएको थियो र त्यसको 13 वर्षपछि नेपालमै निर्माण गरिएको पहिलो नेपाली चलचित्र आमा, जुन विक्रम सम्वत 2020मा प्रदर्शन भएको थियो र यस चलचित्रको निर्माता शाही नेपाली चलचित्र संस्थान रहेको थियो, जुन राजा महेन्द्रले स्थापना गरेका थिए। त्यसको 2 वर्षपछि निजी क्षेत्रबाट निर्माण गरिएको पहिलो नेपाली चलचित्र माइतीघर थियो। यस चलचित्र विक्रम सम्वत 2022मा प्रदर्शन गरिएको थियो भने यी सबै फिल्म हरिश्चन्द्र, आमा र माइतीघर ब्ल्याक एन्ड व्हाइट पिक्चरमा थिए। त्यसो हो भने नेपालको पहिलो कलर फिल्म कुन होला? 5 सेकेन्ड गेस गर्ने समय दिए है। यसको सही जवाफ हो कुमारी र यो चलचित्र विक्रम सम्वत 2033मा प्रदर्शन गरिएको थियो। विक्रम सम्वत 2007 देखि 2081 सालसम्म नेपाली फिल्म उद्योगले उल्लेखनीय फड्को मारेको छ। सरकारी नियन्त्रणमा सीमित फिल्म निर्माणबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने फिल्म निर्माणसम्मको यात्रा रोमाञ्चक छ। र आउने साल विक्रम सम्वत 2082मा कैयौं नेपाली मुभी प्रदर्शनमा आउने घोषणा भइसकेको छ, जसमध्ये विनोद पौडेल निर्देशित फिल्म भुटान, फुर्बा छिरिङ लामा निर्देशित फिल्म जार, नवीन चौहान निर्देशित फिल्म उनको स्वेटर, आस्था श्रेष्ठ र अनुराग प्रधान निर्देशित फिल्म खेल यही वैशाख महिनामा रिलिज हुँदैछन् भने छिल्को, कर्म, माइतीघर, बलिदान, पीताम्बर, मेयर, एक्लो, सोल्टिनी आउने साल रिलिज हुने पक्का भइसकेको छ। तपाईको यो वर्षको असाध्यै मनपर्ने नेपाली फिल्म हामीलाई कमेन्ट बक्समा लेखेर जानकारी दिनुहोस् है। र यस्तै रमाइला तथा जानकारीमूलक भिडियो नछुटाउनको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरिदिनुहोला र बेल आइकन थिच्न नबिर्सिनुहोला। तपाईहरूको दिन शुभ रहोस्। धन्यवाद।